नमस्ते, सन्चै हुनुहुन्छ? धेरै नेपालीहरू काम र भ्रमणको सिलसिलामा अरबी मुलुकहरूमा पनि जाने गरेको सुनिन्छ। अनि कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि नयाँ देशमा पुगिसकिएको हुन्छ, तर त्यहाँको त्यो नयाँ देशमा बोलिने भाषाको बारेमा चाहिँ जानकारी नहुँदाखेरि कहिलेकाहीँ समस्या पनि पर्ने गर्छ। अनि त्यही भएर मैले केही अरबी भाषा सम्बन्धी भिडियोहरू बनाउने विचार गरेको छु। त्यसमा चाहिँ मुख्यतया अरबी अक्षरहरूको परिचय नै हुनेछ। अब यो पहिलो भिडियोमा हामी अरबी अक्षरहरू 28 वटा छन्, अनि तिनीहरू चाहिँ कसरी लेख्ने भनेर त्यसबारेमा सिकौँ आज। ल त सुरु पनि गरौँ। अरबी अक्षरहरू चाहिँ जम्मा 28 वटा छन्, अघि पनि भने जस्तै गरी। यिनीहरूलाई मैले समूह 1 देखि समूह 6 सम्म राखेको छु। ल अब समूह 1 बाट सुरु गरौँ पनि। समूह 1 मा चाहिँ एलिफ, ड्याल, ध्याल, र, जाई र वा राखेको छु। अब यिनीहरूलाई अब यहाँ पनि छ कसरी लेख्ने भनेर। अब लेख्न पनि यहाँ सुरु गरौँ। आलिफ चाहिँ एउटा सिधा दर्खा नै हो, अनि ड्याल चाहिँ यो नाक जस्तै भनौँ न, अनि ध्याल पनि त्यस्तै त्यस्तै नै हो, तर यसमा माथि एउटा बिन्दु हुन्छ। अब र हेरौँ, र पनि यो ड्याल र ध्याल जस्तै हो, तर अलिक फरक छ यसरी। अब जाई हेरौँ, यसमा चाहिँ यो एउटा बिन्दु दिनु पर्यो। अब वा हेरौँ, यो चाहिँ अङ्ग्रेजीको 9 जस्तै नै हो। ल अब यो चाहिँ अरबी अक्षरहरूको समूह 1 का अक्षरहरू भए। अब समूह 2 का अक्षरहरू हेरौँ। समूह 2 मा चाहिँ अब ब्या, त्या, थ्या, नुन र या रहेको छन्। अब ब्या लेख्ने तरिका चाहिँ यस्तो गर्ने, एउटा थपाइदिने है। अनि त्या चाहिँ त्यहाँ पनि त्यस्तै हो, यो थोप्लाहरू चाहिँ माथि जान्छ। थ्या पनि त्यस्तै नै हो। अब न्यून, अब त्यसपछि या हेरौँ, यो चाहिँ अङ्ग्रेजीको एस जस्तै नै हो। ल अब समूह 3 का अक्षरहरू हेरौँ। समूह 3 मा चाहिँ जिम, ह, ख, ह्या र मिम रहेको छन्। जिम चाहिँ हाम्रो नेपालीमा 8 लेखे जस्तै जस्तै नै हो, तरिका चाहिँ। र बिन्दु एउटा यसरी आयो, अनि यसरी, अनि यसरी। ह अब हेरौँ, त्यसै गरी खमा चाहिँ यो बिन्दु। अब यहाँ हेर्न सक्नुहुन्छ, यो जिम, ह र खमा चाहिँ यो बिन्दु एउटामा तल भयो, एउटामा छैन, अनि अर्कोमा चाहिँ माथि छ है। अब ह्या, यो लेख्ने तरिका चाहिँ इन्ट्रेस्टिङ छ। यसलाई चाहिँ कसरी लेख्न सकिन्छ भन्दाखेरि, अब यहाँबाट सुरु गरौँ, अनि यसरी गएर अनि बाहिर जाउँ। यहाँबाट सुरु गर्ने, अनि भित्रबाट बाहिर है। अब मिम लेखौँ। मिम लेख्ने तरिका चाहिँ यस्तो गरी, अनि यस्तो। ल यिनीहरू चाहिँ समूह 3 का अक्षरहरू भए। अब समूह 4 का अक्षरहरू हेरौँ। समूह 4 मा चाहिँ सिन, सिन, सद र दद रहेका छन्। सिन लेख्न चाहिँ यसरी है। अब सिन यसरी, यसरी र यसरी। अब सिन लेख्ने पनि त्यस्तै नै हो, यहाँ 3 वटा बिन्दुहरू। अब सद हेरौँ, सद लेख्ने यसरी, अनि यसरी। दद पनि त्यस्तै नै हो। ल
यिनीहरू भए समूह 4 का अक्षरहरू। अब समूह 5 का अक्षरहरू हेरौँ। समूह 5 मा त, ध अथवा भ अनि आइन र आइन रहेका छन्। तबाट सुरु गरौँ। पहिला यस्तो अनि एउटा लाइन, यो पनि अब ध पनि त्यस्तै नै हो र यसमा चाहिँ एउटा बिन्दु। अब आइनलाई हेरौँ। यो चाहिँ हाम्रो है ह लेखे जस्तै नै हो। अनि अब आइनलाई हेरौँ। यो पनि आइन जस्तै हो तर यसमा एउटा बिन्दु हुन्छ। ल अब समूह 5 को भयो। अब समूह 6 को अक्षरहरू हेरौँ। समूह 6 का अक्षरहरूमा रहेका छन् फ्या, कफ, क्याफ र ल्याम। अब फ्याबाटै सुरु गरौँ। फ्या चाहिँ यहाँ विचार गर्नुपर्छ, अघिदेखि विचार गर्नुभएकै होला। यो एउटा चाहिँ यो होरिजोन्टल एउटा चाहिँ लाइन पनि छ, त्यसमा ध्यान दिनु होला लेख्दाखेरि अरबी अक्षरहरू। यसरी यसरी ल्यायो अनि यसरी। अब यसमा चाहिँ यो गएन है, योभन्दा यो लाइनभन्दा तल गएन, तर यो कफमा चाहिँ जान्छ। अब केआफ हेरौँ। यो चाहिँ एउटा सिधा लाइन यसरी आयो अनि यो अङ्ग्रेजीको एस जस्तै यसरी आयो, यसरी अनि यसरी। अब अन्तिम अक्षर रहेको छ ल्याम। यो चाहिँ अङ्ग्रेजीको जे जस्तै नै हो। ल अब हामीले यसरी अरबी भाषाका 28 वटा अक्षरहरू हेऱ्यौँ। कस्तो लाग्छ यहाँहरूले प्र्याक्टिस गर्नु होला र कस्तो लाग्छ कमेन्ट पनि लेख्नु होला। हवस् त, धन्यवाद।